आज 2081 साल चैत 14 गतेको दिन म र मेरो दिदी अनि दिदीको साथीहरू जाँदैछौँ कोखे डाँडाको लागि प्लस कोखे डाँडा सहित हामी मोहरे डाँडा अनि पुनिल जाँदैछौँ। बाई बाई, लेट्स गो। हामी चाहिँ अन्डर 5K मा 3टा ट्रेक कम्प्लिट गर्दैछौँ है आज र भोलिको दिनमा, एक दिन 1 नाइट 2 डेजमा। अनि त्यही भएर स्टे ट्युन, कहाँ कति के पर्छ फुल आइटिनरीको साथ हुनेवाला छ भिडियो चाहिँ। स्टे ट्युन गाइज। एन्ड वी आर गोइङ टु हरिचोक। यहाँ चाहिँ जिप पाइएला अथवा बस पाइएला। हामी चाहिँ अहिले हरिचोकमा छौँ अनि जिपको कुरा भयो। जिप चाहिँ 8000 भनेको छ। पर पर्सन 1145 पुग्न जान्छ अनि 130 सम्मै पुऱ्याइदिन्छ अरे कोखे डाँडा ट्रेक। अब चाहिँ ट्रेक बिगिन्स फ्रम अब जिपबाट झरेपछि अनि अब चाहिँ जिपमा चढियो। अहिले चाहिँ 8 होइन 7 बजेको छ। अहिले नयाँ पुलमा छौँ। खाजा खायौँ, चिया सेलरोटी सबै खायौँ। अब चाहिँ हामी नयाँ पुलबाट अब चाहिँ अफरोड बाटो छ। अब सिधै 130 मा जान्छौँ अनि हाम्रो ट्रेक सुरु हुन्छ। सो वी आर एट 130। भर्खर जिपबाट झऱ्यो। अब हामी चाहिँ होटलमा भात सात खान्छौँ अनि यहाँ चाहिँ छ बाटो हेर्न सक्नुहुन्छ। यताबाट गयो भने चाहिँ पुनिल अनि यहाँबाट माथि चढ्यो भने चाहिँ हाम्रो कोखे डाँडा। सो ट्रेक बिगिन्स नाउ। अनि हामी चाहिँ भात सात खायौँ। हामीले 7 बजे जिपमा हिँडेको थियौँ। अहिले चाहिँ 10 बजे हामी पुग्यौँ अनि 1 घन्टा रेस्ट गऱ्यौँ। अहिले 11 बजिरहेको छ अनि हामी चाहिँ अब यहीँबाट माथि चढ्नेछौँ र अब ट्रेक बिगिन्स नाउ। स्टे ट्युन्ड है। बाटो चाहिँ स्टार्टिङबाटै एकदमै उकालो रहेछ। अलिअलि मर्दी भाइब, अलिअलि खुमै भाइब, एकदम रमाइलो छ। पछाडि आउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ है। ल रमाइलो छ एकदम। यहाँ आधी घन्टा बसेर यहाँ बस्ने के भन्नु छ त? कस्तो रह्यो यात्रा? भन्न अन्त नि राम्रो छ यात्रा? राम्रो छ भाइ, मेरो भाइ। भ्यू कस्तो देख्यो? यसले नमस्ते बाँड्दै कि आधा घन्टा आधी घन्टा आउँदैन हौ है। ल हामी पनि मरि डन्डा पुग्नु लाग्यो सबै। आमा भैँसी आखान कौन है ये लोग? कहाँ से आते हैं? हिँड्दैछौँ हामी चाहिँ बाटोमा। मान्छेहरूलाई सोद्धा चाहिँ त्यस्तो खासै लामो लाग्दैन, त्यही म्याक्सिमम् 3 आवर्स भन्छन् के अरे। हेरौँ अब हामी 1 घन्टा चाहिँ हिँड्यौँ होला। अहिलेसम्म उकालै छ। पछाडि घोडाहरू पनि हिँड्दो रहेछ है। रमाइलो छ जे होस्, हिँड्दैछ। तर यो पुरै वन चाहिँ लाली गुराँसको हो।
अब लाली गुराँस फलेर नि झरेको हो कि फुल्दै नफुलेको हो कि हो है। तर सब रुखहरू लाली गुराँसको छ, तर एउटा पनि लाली गुराँस अहिलेसम्म देखिएको चाहिँ छैन है। घोडाको जस्तो कपाल हुन्छ नि त्यही भएर हेर न बिग्रे जस्तो भन्छ फेरि। ओके ल साथीहरू हामी चाहिँ धेरै माथि पुगिसक्यौँ। रुखमाथि जाँदैछौँ। वी आर एट आमा कटेज। हामी चाहिँ 11 बजी हिँडेका थियौँ, अहिले चाहिँ 1 बजेको छ अनि 1 बजे हामी आइयो। दिस इज आमा कटेज। यहाँ बसेर चाहिँ तपाईँहरूले खाजासाजा खाने अनि माथि उक्लिने अनि मोहरे डाँडा जाने। हामी चाहिँ अहिले यही चिया खायौँ, पछाडि दाइ दिदीहरू हुनुहुन्छ। अनि अब चाहिँ हामी अगाडि जाँदैछौँ। अब झोला फिर्ने अनि यहाँबाट चाहिँ धेरै माथि छैन अरे। 1 घन्टा अथवा म्याक्सिमम ढिलै हिँडे पनि 2 घन्टा लाउँछ अरे माथिसम्म। हामी चाहिँ मोहरे डाँडासम्म जाने भनेको। पहिला कोखे डाँडा आउँछ, त्यसपछि मोहरे डाँडा आउँछ अनि आनन्दले जाने हो। बल्ल 2 बज्दैछ। यहाँ धेरै नै रेस्ट लियौँ हामीले, चिया खायौँ, गफसफ गऱ्यौँ, बस्यौँ। अब माथि जाने एकदम इजी रहेछ ट्रेक है। यहाँ त चाहिँ हावा लगाइरहेको छ, यहाँ चाहिँ चिसै छ। अब चिसो बढ्दैछ माथि जाँदा जाँदै। लेट्स गो। हल्का फुल्का लाली गुराँस पनि देखेको छ है, हेर्नु है। लाली गुराँस फोटोसुट चल्दैछ यहाँ। आमा कटेजबाट हिँडेपछि चाहिँ उकालो उकालो रहेछ। हाम्रोलाई भनेर गुराँस पनि फुलिदिएको रहेछन् अनि हामी चाहिँ उकालो उकालो हिँड्दैछौँ अहिले। पछाडि हेर्न सक्नुहुन्छ, आउँदै हुनुहुन्छ। यहाँको दाइहरूले चाहिँ दिउँसो यस्तै हो भाइ, बिहान चाहिँ खुल्छ भन्नुभएको थियो। अब बिहान खुलिदिए चाहिँ एकदम राम्रो हुन्थ्यो। जाने हो ल बजेट ब्लगरका दुःखद पलहरू यस्तरी स्ट्यान्ड बनाउनु परेछ। ठिक छ, क्यामेरा अड्काउने अनि फेरि लिँदै आउने, अड्काउने लिँदै आउने, लिँदै आउने। त्यही त। लेट्स गो। अब सिधै माथि, नो बकवास। अब सिधै माथि 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 माथि। यता चाहिँ हिँड्ने हो साथीहरू। यता चाहिँ एकदम भिड छ। भिडबाट खस्नुभयो भने अथवा केही चोटपटक लाग्यो भने म चाहिँ जिम्मेवार छैन। मेरो भिडियो हेर्ने मान्छेहरूलाई म सतर्क गर्न चाहन्छु। त्यही हो। अब फेरि जङ्गलको बाटो आयो। ल हेर ल, हेर्न सक्नुहुन्छ एकदम खुमै भाइब छ है। यता भिड, यता बाटो अनि यो प्लान्टहरू पनि डिट्टो खुमैमा जे थियो त्यही जस्तै छ। वास्तै छन्, रमाइलो छ। ल फेरि फरेस्टवाला बाटो आयो। तर कोखे अहिले मोहरे डाँडा त्योबाट हेर्दाखेरि त एकदम टाढा देखिन्छ। भन्नलाई हामीलाई फेरि 1 घन्टा भन्थे। के हो कुरो रहस्य? तर टाढै छ। अब चाहिँ 2 घन्टा लाउला जस्तो लाग्छ यसो एस्टिमेट गर्दा पनि।
चाहिँ धेरै माथि छैन अरे 1 घन्टा अथवा म्याक्सिममले ढिलै हिँडे पनि 2 घन्टा लाउँछ अरे माथिसम्म हमले ढिलै हिँडे पनि हजुरको नाम मेरो नाम सन्देश पौडेल हाल बताइ तालचोक वडा नम्बर 27 के भयो आयो ए जान्न होला त्यहाँ थियो कोके त्यहाँ छ मोहरे डाँडा अनि हामी चाहिँ अहिले ढिलो हुन्छ कि जस्तो भइसक्यो हामी आत्तिनी फेजमा पुगिसकेका छौँ हाम्रो डर पनि चरम सीमामा पुग्न लागिसकेको छ बोल्नको लागि शब्द भेटिएको छैन हाम्रो पीडा व्याख्या गर्नको लागि हो हामी जति कोखे नजिक जान्छौँ कोखे उति हामी टाढा भाग्दैको जस्तो अनुभव गर्दैछु मैले अर्को लागि छुट्टै छ भन्नुहोस् न हजुरका सबैका आफ्ना टेन्सन छन् ग्रिभेन्सेस पोखेन आएन त्यही भएर म त गलत बाटो खम कि जस्तो लाग्यो तपाईँलाई मैले पहिले भनेको जिन्दगीमा गलत बाटो नहिँड्नु भनेर सुप्रियाको के छ कस्तो दामी है गाइस पानी पर्ला जस्तो नि छ डार्क क्लाउड्सहरू आइरहेको छ अनि त्यसपछि बाटो चाहिँ एकदम खुमेको जस्तो छ रियली सिमिलर हेर्न सक्नुहुन्छ ए वहाँ माथि हो कोखे डाँडा त्यहाँबाट अझै आधी घन्टा हिँड्यो भने चाहिँ बल्ल हामीले जान खोजेको मोहरे डाँडा गइन्छ अनि 15% छ ब्याट्री पनि लेट्स सी पुग्छ होला लेट्स गो अब चाहिँ बिस्तारै साथीभाइहरू थकित अवस्थामा छन् आनन्दले जाने हो हाम्रो चाहिँ अहिले 4:19 भएछ 4:19 अब पुगिएला नि 1 घन्टामा त तर जो त्यहाँको मान्छेहरूले भन्छ त्यति त्यो सजिलो चाहिँ छैन रहेछ जे होस् आमा कटेजसम्म चाहिँ 2 घन्टा नै लाउँछ बनठाटीबाट अनि यहाँबाट माथि चाहिँ अलि टाइमै लाउँछ जस्तो लाग्यो You always have that one friend जो चाहिँ जहिल्यै पछाडि हुन्छ र कुकु गर्छ बनकी चरी ऊ त्यहाँ पर फ्ल्याग जस्तो स्ट्रक्चर देख्नुभएको छ त्यो चाहिँ आई गेस द्याट्स कोखे डाँडा राइट नाउ वी आर एट डाफे हिल अनि यत्रो उकालो चढेर आयौँ ठाडै उकालो छ है यहाँबाट चाहिँ जे होस् अरूहरूले भनेको कुरा चाहिँ नपत्ताउनु मैले भनेको चाहिँ पत्ताउनु के हुन्छ भन्दाखेरि एकदम गाह्रै छ जे होस् यो उकालो चाहिँ अहिलेसम्मको अनि अरूहरूले भने जस्तो टाइम पनि लाग्दैन है इफ यु हेभ लाइक स्लो टिममेट्सहरू ल त्यहाँ चाहिँ कोखे डाँडा आयो हामी नपर्ने दिदी हजुर अनि त्यसपछि आज चाहिँ मोहरेमा बस्ने भनेको मलाई त 2टा ब्याग भिराइदिए गाह्रै छ वी आर एट कोखे हिल राइट नाउ अनि यहाँ चाहिँ अब मोहरे डाँडा गइन्छ के कहिँदैन सबैजना थकित नै हुनुहुन्छ पछाडि डिडिङको काम चल्दैछ है अनि यस्तै छ यहाँको भ्यू चाहिँ अब के हुन्छ जस कोखे चाहिँ पुग्यो अब मोहरे डाँडा चाहिँ थाहा भएन हामी चाहिँ यहीँ कोखे डाँडामै बसिने भयो अनि आप्पा कटेजमा अनि यहीँबाट पनि राम्रो भ्यू आउँछ जस्तो छ मौसम हेर्दा चाहिँ खुल्ला खुल्ला जस्तो छ के अरे अब हेरौँ कस्तो हुन्छ सी व्हाट ह्यापन्स हामी चाहिँ अहिले चिया खाँदैछौँ र अब झाडझाडै छ अब कपडा सपडा लाउने अनि सुत्ने यहाँ चाहिँ पर पर्सन 1500 को कुरा भयो है आप्पा कटेज लेट्स गो म चाहिँ अहिले
यहाँ आपा कटेजबाट यति माथि भ्यू पोइन्टमा छु 360 डिग्री यो भ्यू पोइन्ट लेखेको छ पछाडि सनसेट हुँदैछ अगाडि चाहिँ खासै केही पनि छैन हेर्न सक्नुहुन्छ जेस राम्रो छ So it's day 2 of Kokhedara trek and look at this view. Sunrise चाहिँ हुन आँटेको छ. It might seem a bit darker in the video. तर कत्रै देखेछ. Sun is about to rise. We are all waiting for sunrise. हामी चाहिँ अहिले 360 भ्यू पोइन्ट यति माथि हो हाम्रो होटल भन्दा त्यहाँ छौँ अनि यहाँ चाहिँ फोटो खिच्नेदेखि लिएर सनराइजको खतरा भ्यूहरू हेरिरहेछौँ त्यही हो र हामीले चाहिँ फोटोसोटो खिचियो अब चाहिँ ब्रेकफास्ट खान तल गइन्छ अनि वी विल हेड टुवर्ड्स मोहरे डाँडा अनि बोनेल घोरेपानी हुँदै अनि जिप लिएर चाहिँ हामी तल जानेछौँ त्यही छ अहिलेको प्लान अनि जे होस् टाइममै होस् सबै कुरा भन्ने छ ल खाजासाजा खाइयो अनि त्यसपछि अब चाहिँ हिँडिन्छ अनि बाटोमा भात पनि खान सकिन्छ नखान पनि सकिन्छ अहिलेको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ राम्रो छ वी गट लकी ठ्याक्क सबै देखियो बिहान सनराइजदेखि लिएर क्लियर स्काई ओके ल साथीहरू हामी चाहिँ हिँड्यो है अब चाहिँ मोहरे डाँडातिर लेट्स गो यु माइट बी वन्डरिङ वाट सी इज सोइङ तर त्यहाँ चाहिँ ठ्याक्क हेलमेट डाँडा जस्तै रहेछ एउटा इफ यु हेभ बिन टु खुमै यु विल नो ल हिँडे केटीहरू बाई बाई थकित छन् आफ्टर मोहरे डाँडा ओह्रालो छ अनि त्यसपछि जङ्गलकै बाटो हो
अनि बोर्डहरू चाहिँ छ, त्यही बोर्डहरू हेर्दै आउन सक्नुहुन्छ। सजिलो छ जियोस ओह्रालो चाहिँ अहिलेसम्म चाहिँ। अबको 2 आवर्समा चाहिँ पुगिन्छ होला पुनिल, जहाँसम्म लाग्छ। एन्ड द्याट्स इट। अलिअलि गुराँस नि फलेको रहेछ गाइज। लैन यहाँ लोकल्सहरूको अनुसार चाहिँ अब 1 घन्टा छ अरे पुनिल पुग्न चाहिँ। अझै पुनिलबाट नि ओह्रालो छ अनि 1:30 पुग्ने। अनि देन ब्याक टु होम जिपमा। जिपको लागि चाहिँ हामीले टिम चाहिँ बनाएको थियो माथि नै दाइहरूको। अब हेरौँ तल भेटिन्छ अनि सँगै सेयरिङमा जाँदा चाहिँ अब दुइटैलाई फाइदा भयो। पिसफुल। म त भाग्दिएँ अघि झ्याउला पछाडि एकदम पिसफुल महसुस भइरहेछ। अनि हेर्न सक्नुहुन्छ तेर्सो बाटो छ, एक ठाउँमा चाहिँ ठाडो उकालो छ अरे। एन्ड खासै यता नि कता बाइचान्स देखिन्छ यो लालीगुराँस। अहिले सिजन त हुन पर्ने हो, खै के भयो। जङ्गलको बाटो चाहिँ इट्स लभली। एकैछिन बाटोमा चाहिँ यो फुलहरू छ जो अहिले चाहिँ एकदम मिठो बास्ना आउँछ। आई डोन्ट नो वाट इज दिस, तर साह्रै राम्रो बास्ना आछ। पुरै ट्रेलभरि छ है यो चाहिँ, अनि एकदम मिठो बास्ना आउँछ। यस जङ्गल हिँड्दैछौँ। अब चाहिँ माथि छ, कति माथि छ हिँडिन्छ। द्याट्स इट, वी आर गोइङ अहेड। स्टिकमा खतरा बनाएको छु मैले त। यो लालीगुराँस चाहिँ टिपेको होइन है, खसेको। लेट्स गो माथि। अब पुगेला भ्यू पोइन्ट जस्तो टावर छ पुनिलमा त्यहाँ। आउने बेलामा चाहिँ यस्तो मार्कहरू छ है, अनि त्यही फलो गर्दै आउनु होला। त्यस्तो डो बाटो भनेर दुईवटा बाटो छुट्टै जाने त छैन। जो सजिलो बाटो चाहिँ मार्क गरिदिएको छ, त्यही ब्लू अनि वाइट पेन्टले। अनि यु क्यान गो। आइ एम अबाउट टु रिच पुनहिलको त्यो टावर। त्यहाँ मान्छेहरू देख्न सक्नुहुन्छ। हिमाल दामी देखेको छ अहिले चाहिँ, जो सब चाहिँ पुग्छ। अब यहाँबाट त्यहाँ अनि यसो उकालो अनि विल रिच द्याट। अनि चाहिँ ठाडै ओह्रालो छ भन्ने कुरा छ। हेरौँ कतिमा पुगिन्छ। हामी चाहिँ कोखे डाँडाबाट चाहिँ 9 बजी हिँडेको थियौँ, अहिले चाहिँ 11 बजेको छ। भनेपछि 2 घन्टा लाग्यो यहाँसम्म आउन। अब अझै खासै त्यस्तो नलाउला, अब सिधै तल। यहाँ चाहिँ जस्ट भिडभाड छ मान्छेहरूको। अनि भ्यू पनि राम्रै छ। भ्यू त उतैबाट देखियो, अहिले बादल लगाइसक्यो। 11 बजिसक्यो। लालीगुराँस तल पर देखेको छ अलिअलि। द्याट्स इट। आफ्टर वेटिङ फर लाइक 15 मिनट्स बल्ल दिदी चाहिँ आउनुभयो एकजना। खै अरू कहाँ पछि छन् होला। दिस इज अ भ्यू फ्रम पुनहिलको भ्यू टावर। हल्का फुल्का बादल लाग्छ। यता एउटा हिमाल चाहिँ खुलेछ।
ले घोरे पानीमा पुग्यौँ पुनिलबाट झरेर इट टुक अस अबाउट 1 आवर तल डिसेन्ड हान्नलाई। अब चाहिँ हाम्रो नेक्स्ट स्टप भनेको चाहिँ बनठाटी हुन्छ। अब त्यहाँसम्म कति लाग्छ हेर्दैछौँ। ओके लेट्स गो। साइड साइडमा चाहिँ सानो एकदम खोला जस्तो छ अनि त्यहाँबाट चाहिँ साइडमा हामी चाहिँ हिँड्ने हो अनि एकदम पिसफुल साउन्ड क्यान लिसन टु इट। हामी चाहिँ घोरे पानीको ओह्रालो कम्प्लिट गरेर अहिले बिरेठाँटी भन्ने ठाउँमा छौँ। अनि अब यहाँ चाहिँ चिया मेवे खाएर अनि हामी चाहिँ बनठाटी जाँदैछौँ। अहिलेसम्म चाहिँ हामी घोरे पानीबाट यहाँ आउँदा चाहिँ हामीले बाटो नै बिरायौँ, रोडको बाटो आयौँ तर हामी भर्याङ हुँदै तल आउनु पर्ने थियो। अहिले चाहिँ रोड कन्स्ट्रक्सनमा छ त्यही भएर झुकिन पनि सक्छ, एकदम जानेर बुझेर आउनु होला। अनि त्यही हो, अहिले चाहिँ हामीलाई लगभग 2 घन्टे लाग्यो, हाम्रो टाइम एकदम वेस्ट भयो तर एकदम सजिलै तल आउन सकिन्छ यदि इफ यु डोन्ट मिस द रोड। जेस हामी चाहिँ बिरेठाँटी पुग्यो, दुःख पाउनु पाइयो, केही छैन अब ठिकै छ। लेट्स गो। ठाउँमा होटलको मान्छेहरूलाई नम्बर लिँदै बाटो के हो कहाँ हो सोधेर आउनु होला। बाटो बिर्यो भने चाहिँ साह्रै गाह्रो हुन्छ। हाम्रो 1 घन्टा लस भयो, 3 बजीसम्म पुग्न पर्ने हो, यहीँ 3 बज्ला जस्तो भइसक्यो। फेरि अब बिरेठाँटीबाट 45 मिनट्समा पुगिन्छ भने फेरि हेरौँ कति लाग्छ। लेट्स गो। हिँड्दै चाहिँ जहाँबाट हामीले ट्रेकिङ सुरु गरिएको थियो द पोइन्ट, यहाँबाट उकालो लाग्यो भने चाहिँ कोखे अनि यता चाहिँ घोरे पानी। एक चक्कर हानेर आइयो हामी ठक्क लाएर। अब चाहिँ जिपको कुरा बुझ्ने, चिया खाने अनि वी विल हेड टु पोखरा। जियोस् राम्रो भयो ट्रेक चाहिँ। 1 राउन्ड हान्यो जियोस् 2 दिनलाई। त्यही हरिचोकबाट घर आइयो अनि हरिचोकमा चाहिँ अ बिट अफ एडभान्टेज, त्यहाँ चाहिँ हाम्रो चाइनिज ग्रुप आयो अनि त्यहाँ चाहिँ हामीले अलिक सस्तोमै पायौँ। जियोस् 4 पर्सन लगभग 1000 को वरिपरि। अनि द्याट्स इट। हामी चाहिँ अहिले घर जाँदैछौँ, आइसक्यो घर। इट वाज गुड ट्रेक, नाइस ट्रेक, मजा आयो जियोस् एन्ड गुड बाई।